Damala Kohamala. हाम्रो बीचमा हुनुहुन्छ एक मुक्काले राङ्गो ढालेर भाइरल हुनुभएका वीर गोर्खालीका सुपुत्र भाइरल गोर्खे तपाईँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। गोर्खेजी तपाईँले एक मुक्काले राङ्गो ढालिदिनु भयो। यो दुर्लभ घटना त हामीले फाइट मास्टर राजनाथ खड्कीको दन्ते कथामा सुनेका थियौँ। यो अथाह शक्तिको राज के हो सरकार जान्न चाहन्छ। राज बिहान उठेर एक बटुकी मकैबाट एक ठेकी मुलो रेगुलर हो, त्यही होला। लौ सरकार सुन्नुहोस्, हाम्रो देशको अन्नमा कति अथाह शक्ति छ। रेडबुल हर्लिक्स खानुहोस्, मकै र भटमास खानुहोस्, दिशा पनि सरल आउने, शक्ति पनि भरपुर पाइने। कोबाट प्रभावित हुनुहुन्छ, कसको फ्यान हुनुहुन्छ? उहाँको त फेरि म त खतरै फ्यान अनि फेरि संसारमा यति धेरै अभिनेताहरू हुनुहुन्छ, जस्तो भारतमा सुपरस्टारहरू हुनुहुन्छ, कसैलाई चिन्नुहुन्छ? अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, आमिर खान सब चिन्छु। तर तपाईँलाई शिव श्रेष्ठ नै किन मनपर्छ? खै बानी बेहोर मिलेर होला। उहाँले जे गर्ने मैले गरे जस्तो लाग्छ, फेरि मैले गर्ने उहाँले गरे जस्तो लाग्छ, त्यही भएर होला। एक्सन स्टार शिव श्रेष्ठको म पनि फ्यान हो, जसले बङ्गलादेश र पाकिस्तानको लाखौँ युवतीलाई काल पार्नुभयो। एक्सन स्टार शिव श्रेष्ठको एउटा डायलग भनिदिनुहोस् हाम्रो सरकारलाई। ए भाउ, सिओडब्ल्यू का हो भने मेरो भाउ हो कि होइन भाउ?